हेलो गाइज, यो चाहिँ मेरो होइन छोराको प्रोग्राम थियो रङ्गशालामा। प्रोग्राम मतलब ओलम्पिक गेम थियो विद्यार्थीहरूको, सानो विद्यार्थीहरूको। जसमध्ये मेरो छोराको स्कुलको पनि परेको थियो। जसमा मेरो छोराले पनि सहभागिता लिएको थियो। अनि यसरी स्टार्ट गर्नुहुँदो रहेछ होइन। यसरी स्टार्ट गर्दै हुनुहुँदो रहेछ यसरी सुरुको बेलामा चाहिँ। अनि म चाहिँ यसो भिडियो लिएर आएको थिएँ के कसो हुँदो रहेछ भनेर। अनि यसरी अनि स्टार्ट गरिसकेपछि चाहिँ बेलुन उडाउनु भयो, मतलब अब सुरु भयो है भनेर भयो। यहाँ तल ग्राउन्डमा चाहिँ सबैजना स्कुलको नामहरू छ होइन, सबैजना स्कुलको नामहरू रहेछ। अनि जुन स्कुलको नामहरू छ त्यहीँ चाहिँ विद्यार्थीहरूलाई उभाउनु हुँदो रहेछ। अन्त उभिरहनु भएको छ। अनि यता पुरै स्टेडियमहरू पुरै भरिरहेको छ। म चाहिँ खिच्न पाएन त चाहिँ के खिचेको छु। अनि चाहिँ मेरो छोराहरूको स्कुलको दौड मतलब आफ्नो स्कुलको नाममा लाँदै हुनुहुन्छ म्यामहरूले। मेरो छोरा चाहिँ लास्टमा पढेको थियो नि त, लास्ट सेकेन्ड थर्डमा पढेको थियो मेरो छोराहरूको स्कुलको चाहिँ। अनि अब मेरो छोरा दौडिँदैछ त्यो ब्लू कलर लगाएको उतापट्टिको गेम खेल्दैछ मेरो छोरा चाहिँ। दौडिन्छ गुटुङ टुङ टुङ पारेर दौड्यो मेरो छोरा सेकेन्ड भयो। अनि मजाले खेल्यो मेरो छोराले पनि। अनि खेलेर अनि त्यस्तै सेकेन्ड लास्टमै त्यही थियो नि त्यसको गेम पनि त। अनि सिद्धिएर गरेर हामी पनि अब तल आयौँ। तल आएपछि छोरालाई भेटेर यसो फोटो भिडियो खिचौँ भनेर। अनि पूजाको बाबाले भिडियोहरू खिच्दै हुनुहुन्छ। त्यसपछि म पनि यसो क्याप्चर गरेको होइन, यो रङ्गशालाको स्टेडियमहरू यसो क्याप्चर गरेको छु मैले पनि। अनि यसो कहिलेकाहीँ मेमोरी हुन्छ भनेर होइन। अनि स्टेडियमहरू पुरै भरिरहेको थियो। अहिले त सबै आधीभन्दा पनि धेरै प्यारेन्ट्सहरू गइसक्नु भएको छ। अनि यो चाहिँ मेरो छोराले मेडल जितेको उसको साथीहरूसँग। अनि यसो फोटो खिचेर राखेको म्यामले पठाइदिनु भएको थियो। अनि थ्याङ्क यू।